हामी घरेलु तथा सरकारले मूलबाट वाणिज्य दर्ता तथा नियमन सम्बन्धी एक दिवसीय कार्यक्रम थियो। त्यसै गरी त्यसमा वडा नम्बर 32 संसदीय नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष तथा आजका यस कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्षज्यू उपाध्यक्षज्यू र यसको अगाडि पछि सम्पूर्ण महानुभावहरूलाई म घरेलु तथा साना उद्योग कार्य म विराटनगरको तर्फबाट धन्यवाद दिन चाहन्छु। हामीले यहाँका लागि हामीले चाहिने कुराहरू के धेरै कुराहरू थाहा नभएको पनि हुनसक्छ। हामीले जब वाणिज्यको दर्ता पनि घरेलु तथा साना उद्योग कार्यमा भइरहेको छ, कमै जानकारी छ। हामीले लगभग 1.5-2 वर्ष मात्रै हुनेछ स्थानीय व्यापार जति घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भइरहेको छ र उद्योग चाहिँ हामीले 15 करोडसम्मको गर्छौँ, वाणिज्य पनि 15 करोडसम्मकै गर्छौँ। अनि स्थानीय व्यापार आयात निर्यात गर्नु पर्यो भने फेरि पुरानै तपाईँले पहिले गरिराख्नु भएकै कार्यमा जानुपर्छ भने स्थानीय व्यापार जति चाहिँ अहिले घरेलु तथा साना उद्योग कार्यालय तपाईँको फाइलहरू प्राय मान्छेले यताउति कुदिरहेको पनि देखिन्छ। ती कुराहरू अहिले घरेलु कार्यालयमै भइरहेको मैले जानकारी पनि गराएँ र यो हाम्रै हजुरका लागि उद्योग व्यवसाय गरिरहनु भएका लागि नै यसका दर्ताका प्रक्रियाले के कागजातहरू के चाहिन्छ, हजुरले तिर्ने राजस्व कति हो, यावत कुराको विषयमा हामी आफै जानकारी गराउने थियौँ र यो सबैको सम्पर्क गर्दै म शुभकामना दिँदै यहाँबाट बिदा दिन चाहन्छु। हस्त नमस्कार। हामीलाई चाहिँ अधिकारहरू दिएको छ। अब सायद आउँदो बजेट पछाडि सायद सहकारी पनि थपिन्छ कि भन्ने आशंका छ र म धन्यवाद सुन्छु र त्यसै गरी मैले यहाँ आजको हाम्रो यस कार्यक्रमलाई लागि चाहिँ विशेष गरी हामीलाई कुरा प्रदान गर्नुहुने हाम्रो अतिथिको विशेष अतिथिको रूपमा म सिएन सरलाई विशेषज्ञ उहाँलाई चाहिँ अतिथिको आसन गर्न छुट्याएको छु सरी भन्दै उहाँलाई अतिथि आसन गरिदिनु हार्दिक अनुरोध। त्यसै गरी गिरी व्यवसाय सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश पौडेल सरलाई पनि अतिथिको आसन हजुर। जेठ 8 गते शुक्रबार स्थान उद्योग वाणिज्य महासङ्घको सभा हल पतिसंसदीय वडा नम्बर 2 समन्वय घरेलु तथा साना उद्योग महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, नगर कार्य समिति पतिसंसदीय, आयोजक प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेश, विराटनगर, मोरङ। धन्यवाद। हामी धेरैजना परिचित छैनौँ होला, एकचोटि परिचय गरौँ।